तू अगर मेरी ये हवाएं तेरी तू मेरी हवाएं तेरी मेरी। वेल नमस्ते सबैजनालाई, आई होप सबैजनाहरू सन्चै हुनुहुन्छ होला है। एन्ड अहिले चाहिँ म यत्तिकै डुल्नलाई धेरै भयो बाहिर ननिस्किया, अलिकति सन्चो थिएन, त्यही भएर अलिकति बाहिर निस्किरहेको थिइनँ। अब त्यही सन्चो नहुने भने त्यही ब्याक प्रब्लम है। अनि आज चाहिँ यसो यत्तिकै डुलौँ चौहारतिरसम्म बाइक राइड गरेर आधी 1 घन्टा होइन, त्यही भएर निस्केको। साँच्ची अहिले त है काठमाडौँतिर मतलब इन जेनरल नेपालमा अहिले के भइरहेको है। अहिले हाम्रो युथहरू चाहिँ के भएको हो भन्ने नै बुझ्न अलिकति गाह्रो भइरहेछ। खै के चिजबाट इन्फ्लुएन्स भइरहेछन्, भाइलेन्स भन्ने कुरा एकदमै कमन भइसक्यो क्या। त्यही भएर आज मलाई अलिकति बोल्न मन लागिरहेको थियो तपाईँहरूसँग। ललितपुरमै हिजो अब 2 जना दाजुभाइलाई चाहिँ अब त्यसरी भाइलेन्टली होइन स्ट्याबिङ गरेर मार्दैछ है। जब एउटा सानो कुरामा के रङ नम्बरमा कल पर्यो भन्ने कुरामा अब रियल के हो इस्यु इन्भेस्टिगेसन बाँकी नै होला सायद, जस्तो अहिलेसम्म त्यति नै आइरहेछ। बट लाइक कति क्विक टु भाइलेन्स भइसक्यो अहिले युथहरू है। एकदमै छिटो लाइक भाइलेन्स भन्ने कुरा त नर्मल जस्तै भइसक्यो है। अब यसमा मलाई अब लाग्दैन अब हो होइन थाहा छैन, तर अहिलेको यो मुभिजहरूको पनि ठुलो इन्फ्लुएन्स छ क्या यसमा। माचो म्यान सिग्मा म्यान भन्ने कुरालाई चाहिँ अलिकति ओभर नि देखाइन्छ है। एक त यो कमर्सियल फिल्महरू के लार्जर देन लाइफ मुभिजहरू हुन्छ अब पुरै होइन, त्यो जस्तै एनिमल जस्तो मुभिजहरू है। अब एनिमल मुभी आउँदाखेरि यो कुरा आइरहेको थियो, त्यो बेलामा मलाई होइन मान्छेहरूले भनिरहेको थियो क्या, भन्न त होइन त्यो बेला नि यस्तो मुभीहरूले समाजमा नराम्रो असर पार्छ है भन्ने भनिरहेको थिएँ, तर धेरैले विश्वास गरेको थिएन। अब हुन त त्यसको आर्गुमेन्ट यस्तो पनि हुन्छ अब होइन, मुभिजहरूलाई चाहिँ इन्टरटेनमेन्टको रूपमा मात्र लिने हो नि त, मुभीबाट सिक्ने होइन भन्ने कुराहरू पनि हुन्छ। तर सबै मान्छे त्यस्तो हुँदैन कि, मान्छेहरू सबै मुभिजलाई एज एन्टरटेनमेन्ट मात्र लिँदैनन्। जस्तै मलाई एनिमल मुभी मन परेको थियो त मैले चाहिँ त्यसलाई एज ए एन्टरटेनमेन्ट मात्र लिएँ। बट देयर आर पिपल जो एक्चुअलमा इन्सपायर हुन्छ क्या, त्यो मुभीको जुन क्यारेक्टर छ रणविजय, त्यस्तो क्यारेक्टरहरूबाट एक्चुअलमा इन्सपायर हुने मान्छेहरू पनि हुन्छन् है। सबैले त्यति सोच्दैन नि त एज ए एन्टरटेनमेन्ट मात्र लिउँ भन्ने हिसाबले। त्यही भएर यस्तो मुभिजहरूको पनि काइन्ड अफ इन्फ्लुएन्स नै हो क्या सोसाइटीमा। एज अ सोसाइटी हामी डुम भइसक्यौँ विश्वभरि, जताततै भाइलेन्स नै भाइलेन्स है। अनि एक त यो युथहरूलाई देख्दा अलिकति अप्ठ्यारो लाग्छ कि, अलिकति कस्तो लाग्छ है। आफ्नै उमेरको भाइ बहिनीहरू अलिकति सानो, हामीभन्दा अलिकति ठुलो दाइहरू यसरी भाइलेन्स गर्दै हिँडिरहेको होइन देख्दाखेरि अलिकति नराम्रो लाग्छ, डर पनि लाग्छ। नराम्रो मात्रै होइन, डर पनि लाग्छ। स्पेसली हामी ट्राभलर्सहरूले चाहिँ अलिकति ध्यान दिनै पर्छ क्या यस्तो कुराहरूमा। रोड रेज जस्ता कुराहरूबाट अलिकति बच्ने, यस्तो कुरामा इन्भल्भ नहुने। सो यो कुरा चाहिँ बाइकर्सहरूले पनि एकदमै ध्यान दिनुपर्छ। यो अगाडिको दाइलाई हेर्नु न, क्या कुल क्या। यो बाइक कुन चाहिँ रहेछ, एक्सआर होइन एक्सेल हो जस्तो लाग्यो, होन्डाको पुरानो एक्सेल जस्तो छ। एन्ड लुक एट द अटायर क्या, पुरै लेदर प्यान्ट्स, लेदर ज्याकेट म्यान, लेदर बुट्स, ही लुक्स कुल म्यान। ऊ लेदर ग्लोभ्स, ओ भिआर रहेछ, डाइम गुड नाइस। यो यार खुल्दै नखुल्ने हो त यहाँको जाम। ओ यो मिड पोइन्ट बेकरी राम्रो छ यार, यहाँको केकहरू पनि। एकचोटि मगाएको थिएँ, सही लाग्यो, सही सस्तो प्राइसमा, ठिक्कको प्राइसमा राम्रो। कसैलाई चाहिएछ भने साउट आउट है त द मिड पोइन्ट बेकरीलाई। यसो बर्थडे छ भने ललितपुरतिर बस्नुहुन्छ भने अर्डर गर्नु होला। धुरन्धर 2 हेऱ्यो कसैले, कस्तो दामी म्युजिक स्कोर छ है धुरन्धरको। 1 को पनि दामी गीतहरू छ, 2 पनि त्यस्तै छ भन्छ। 2 को गीतहरू त सुने छैन, 1 को गीत छ नि त्यो, तू अगर मेरी ये हवाएं मेरी तू अगर मेरी भन्ने गीत मस्त छ नि। ओ माई गड, कति बेला खुल्छ यार, ट्राफिकै छैन क्या हो त्यहाँ। पब्लिक मान्छेले म्यानेज गरेर जस्तो देखिरहेको छु, एकजना सिभिल ड्रेसमा छन्। ट्राफिक बस्नुपर्छ कि यार यो ठाउँमा जहिले। यो कृष्ण मन्दिरभन्दा अलिकति अगाडिको चोक हो होइन, अनि यहाँ यति खतरा जाम लाग्छ नि, जाम लागेको बेलामा होइन। ट्राफिकहरू पनि खासै बस्दैन कि, एकजना त एनी टाइम बस्नुपर्छ यो ठाउँमा है। भर्खर आउनुभयो ट्राफिक पुलिस, अलमोस्ट हामी यहाँ झन्डै 10 मिनट भइसक्यो क्या। एक त मान्छेहरू पनि त्यस्तै छन् होइन, पुरै यो पारिपट्टिको लेनसम्म बसिरहेको हुन्छन् होइन। अलिकति लेनमा बस्यो भने त उतापट्टि आउने गाडीहरूलाई सजिलो हुन्छ नि। अब हेर्नु त्यहाँ स्कुटी राखेको ठाउँ हेर्नु है, त्यो मान्छेले यस्तो ठाउँमा चोकको नजिक गएर पार्क गरेर बसिन्छन् कि, कतै अन्तै पार्किङमै एक्ज्याक्ट पार्किङमै राख्ने। यसरी त गाडीहरू अड्के गर्छ, एकतिरको ट्राफिक मुभै भएन भने
सबै मुभ हुँदैन नि त, अड्कै अड्कै हुन्छ। यसो म्यानेज गर्न ट्राफिक बस्दिएको नि हुँदैन क्या, कहिले बसेको देख्दिनँ कि म रेयरली देख्छु। रेयरली कहिलेकाहीँ ललितपुर एलएमसी पुलिस हुन्छ, नत्र त धेरैले फेस गरेको छ होला यो इस्यु, धेरैलाई लाग्छ होला। अफिस आउने जाने टाइममा त झन् आज के बार हो कुनै, आज त 3 नबज्दै फेरि यस्तो जाम छ त यहाँ त। वेल कमिङ ब्याक टु पुरानो कुरा जुन म रोड रेजको बारेमा भनिरहेको थिएँ है, अहिले मान्छेहरू भाइलेन्समा एकदमै छिटो छिटो भाइलेन्ट हुन थालिसकेको छ क्या मान्छेहरू। त्यही भएर बाइकर्सहरू प्लिज रोड रेजबाट चाहिँ बच्नु होला। यो रोड कति छिटो बनेको त यार, 10-8 दिनमा मस्त बनेछ है। वेल यस राइट, नट गेटिङ डिस्ट्र्याक्टेड। यस बाइकर्सहरू प्लिज डोन्ट गेट इन्टु एनी रोड रेज। कुनै अवस्था भयो भने काम हुनुहोस्, चिल हुनुहोस्, अनि आफ्नो बाटो लाग्नुहोस्। कुनै कन्फ्रन्टेसन कसैसँग भइहाले पनि सकेसम्म काम हुने, आफ्नो इगोलाई चाहिँ दबाएर काम भएर बोल्नुहोस्, एकदमै चिल हुनुहोस्। भवली हुँदै एक त फेरि नेपालीमा हामी नेपालीहरू के छ भने भरबली धेरै बोल्दैन कि, धेरै बोले कुर्दिहाल्ने गर्छन् कि, सिधै हात उठाइहाल्छ होइन नेपालीहरूले। अनि अब तपाईँलाई थाहा हुँदैन तपाईँको अगाडिको मान्छे कस्तो छ, कतिको पावरफुल मान्छे हो है। पावरफुल मान्छे भन्ने पनि बुझ्नु भयो नि त होइन, कस्तो मान्छे अगाडि छ भन्ने थाहा नै हुँदैन। अनि एउटा अर्को भनाइ मलाई याद आउँछ क्या, मलाई एउटा सिनियर दाइले पहिला भनेको थियो, उहाँलाई पनि कसैले भनेको थियो होला है, स्ट्रिट फाइटमा कोही पनि विनर हुँदैन के। जसले स्ट्रिट फाइट जित्छ ऊ जेल जान्छ, जो हार्छ ऊ हस्पिटल जान्छ, या त वर्स्ट केस सिनारीमा सिधै माथि जान्छ के। त्यही भएर सकेसम्म रिजोर्ट गर्नुहोस् होइन, सिचुएसनहरूलाई काम गर्नुहोस्। अनि त्यो कसैलाई लाइक सरी भनेर कुरा टार्नु भनेको कायर हुनु होइन कि, झन् आफ्नो मेल इगोलाई दबाएर कसैलाई सरी भन्नु भनेको झन् हिम्मतको कुरा हो। जसले पाए त्यसले सक्दैन क्या, सानो फ्रजाइल इगो भएको मान्छेले सक्दैन त्यो झन् राम्रो कुरा हो। सो त्यस्तो गर्ने, सरी भन्नु पऱ्यो सरी भन्ने, अनि चल्दिने क्या। कोसँग के हतियार छ, के छ, कस्तो मान्छे हो, कस्तो साइको मान्छे हो थाहा नै हुँदैन। अझ कारवालाहरूसँग त रोड रेजमा कहिले पनि इन्भल्भ नहुनु, झन् एउटै डिरेक्सनमा गइरहेछ भने त झन् हुँदैन हुनु। तिम्रो दाईहरूबाट म पनि अब धेरैको त दाई नै भइसक्यो नि त, एज बढिसक्यो मेरो पनि होइन। सो अमित दाईबाट एउटा सानो तिमीहरूलाई ज्ञान, कस्तो टेन्सन भइसक्यो भने म रुमबाट निस्किँदाखेरि, मतलब निस्किन्छु भनेर सोच्नुभन्दा अलिकति अगाडि यस्तो विधि बवाल घाम लगाइरहेको थियो। अहिले बादलमा कालो, अहिले आकाशमा कालो बादल देखिन थालिसक्यो। यहाँ डर लागिसक्यो पानी पर्छ भन्ने। प्लस मैले रेनकोटै लिएर आएको छैन, रेनकोट पनि बोकेर आउनुपर्ने, अब पर्दैन होला जस्तो लागिरहेको थियो, खै पर्ला जस्तो छ। म खासमा जान लागेको चाहिँ किनभने मलाई भिडियो बनाउनु छ है। त्यही भिडियो बनाउनलाई चौहारको बाटोमा एउटा खाली राम्रो ठाउँ भेटाएको थिएँ क्या मैले, अनि त्यहीँ जान लागेको खासमा भिडियो बनाउन। तर पानी पर्ला जस्तो भइसक्यो है। पऱ्यो भने त तनाव हुन्छ, कहीँ बस्नुपर्छ पानी नरोकिन्जेलसम्म। फेरि हिजो जस्तो भयो भने त रोकिँदैन पानी। हिजो रोकिएन नि, दिउँसोभरि पनि पऱ्यो, रातभरि पनि परिरहेको थियो पन्चायतसम्म त, खै कति बेलासम्म परेछ कुन्नी। हेर न ऊ त्यहाँ रेड बल मान्छेहरू त रिस उठ्ने। सोल्डर चेक, अनि लेफ्ट साइड जाउँ अब यहाँबाट। कस्तो क्लचलेस सिफ्ट हानेछु यार, झटक्क लागेर या राइट। एउटा क्लचलेस सिफ्टिङ पनि एकदमै इम्पोर्टेन्ट स्किल हो है, सिकिराख्यो भने एकदमै राम्रो हुन्छ। क्लचलेस अपसिफ्ट गर्न त मजाले आउँछ मलाई, डाउन सिफ्ट गर्दाखेरि कुनै बेला अलिकति हुन्छ, त्यो पनि स्किल अलिकति निखार्नु पर्ने छ त्यसलाई। अब कति बेला काम लाग्छ भने नर्मली युज नगर्ने क्या, फेरि त्यो अपसिफ्ट हुनु, यो डाउन सिफ्ट र अपसिफ्ट क्लचलेस नगर्ने, क्विक सिफ्टर छ भने मात्रै हो त्यो चाहिँ खासमा। राम्रो गरेन भने इन्जिनलाई असर चाहिँ पार्छ अलिकति। अनि यो गरेँ भने चाहिँ के भन्दै थिएँ म, क्लचलेस सिफ्टिङ कति बेला काम लाग्छ कि, मानौ कुनै बेला चलाउँदै क्लच, यो तार छ नि क्लचको तार झ्याप्पै भाँचिदिन्छ नि। मेरो एकचोटि भयो नि, यहीँ पुलचोकमा भयो, अनि पुलचोकदेखि रुमसम्म मैले धकेलेर लानु पऱ्यो क्या। एक त त्यो सिचुएसनमा के भयो भने त्यो बेला नि क्लचलेस सिफ्टिङ नआउने चाहिँ होइन, तर त्यो बेलामा चाहिँ के भइदियो भने झ्याप्प एकदम स्लो स्पिडमा थियो क्या, अनि बाइक झ्याप्पै स्टल भइदिइहाल्यो, अनि त सक्यो। यदि त्यस्तो भएन, इनकेस लाइक हायर गियरमै 3-4 गियरमै तिम्रो क्लचको वायर गयो भने प्यानिक हुनु पर्दैन, आरामले थ्रोटललाई के अरे भन्छ नि, थ्रोटल अलिकति बिस्तारै रिलिज गर्ने, आरामले चलाउने। अनि डाउन सिफ्ट गर्नु छ भने लाइक अलिकति के भन्छ नि, यो आरपिएम रेन्ज घटोस् होइन, 4000 यस्तैको आसपास आओस्, त्यसपछि हल्का रिलिज गर्ने, अनि रिलिज गर्ने बित्तिकै झ्याप्प डाउन सिफ्ट हान्दिने क्या, मतलब एकचोटि ब्लिप गर्ने क्या थ्रोटललाई, झ्याप्प छोडेर टक्क अलिकति ट्विस्ट, के सानो ट्विस्ट पहिला छोडेर फेरि झ्याप्प अगाडि तान्ने, त्यसलाई ब्लिप भन्छ। त्यो ब्लिप गर्ने अनि टक्क डाउन सिफ्ट गर्ने,
अपसिफ्ट गर्नु पर्दाखेरि पनि ब्लिप गर्ने अपसिफ्ट गर्ने। त्यो अपसिफ्ट गर्दाखेरि चाहिँ फेरि अलिकति हाई आरपिएममा हुनुपर्छ है, लो आरपिएममा हुनु हुँदैन, एकदमै लो आरपिएममा हुनु हुँदैन। डाउनसिफ्ट गर्दाखेरि लो आरपिएम, अपसिफ्ट गर्दाखेरि हाई आरपिएम। थैत्तेरी मेरो भिडियो बनाउने प्लान होला जस्तो छैन यार, पानी परेर हेर त। एउटा भयो नि बनाएर आउँछु यार। होस्, खासमा के बारेमा बनाउँदै थिएँ भने RX 100 लगायत अरू 2 स्ट्रोक इन्जिन्सहरू भएको बाइक्सहरू चाहिँ किन डिस्कन्टिन्यू कति हतार हुन्छ यिनीहरूलाई। ट्राफिक छैन त के हो, जाने हो हामी, जाउँ ल। Lalitpur is so damn beautiful dude. ओए 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 मरलास जाँठा कुन दिन के गरी चलाउँछन् कि मान्छेहरू यार। मतलब यसरी चलाएर के मिल्छ के। ऊ हेर, ऊ डबल लाइनमै गएर नि काट्ने यत्तेरी यार, छ्या यो त भएन नि तरिका यार चलाउने। कहिले नपाएर बादरको हातमा नरियल परे जस्तो के। यो त म के भनौँ अब, छोड्दै एटलिस्ट जिगज्याग त चलाएर होइन, ठिकै छ एटलिस्ट। तर स्लिपर्समा चाहिँ अलिकति अनसेफ हुन्छ है, चप्पल लाएर खासै बाइक नचलाउँदा राम्रो। यस्तो ठाउँमा अब गाउँघरतिर छ भने त अब शान्ति फ्याट्टाफुट्टाको राइडहरू मर्लास मुला। हेर हेर यहाँ ब्यारियर लाएछ, ओभरटेक गर्न खोजिरहेको थियो लेफ्टबाट। तेरिमा यहाँ लु लास हतार हुने यार मान्छेहरूलाई, अति नै हतार, अति नै। अब यस्तो भन्यो भने त पो फाल्टुमा निस्किरहेस् त, अरूलाई त काम हुन्छ नि भन्छन् फेरि भन्न त मान्छेहरू। तर त्यही पनि रोडमा धेरै हतार गरेर काम छैन। हतार गर्ने भने घरबाट निस्किँदाखेरि हो कि, कतै जाँदालाई निस्किँदै हुनुहुन्छ भने त्यो बेला बरु हतार गर्नुहोस्, छिटो छिटो रेडी हुनुहोस्, कामहरू छिटो छिटो भएर छिटो निस्किनुहोस् कि टाइममा। त्यति गऱ्यो भने बाटोमा हतार गर्नु पर्दैन। नत्र फेरि त्यही हो, बाटोमा यसरी नागिन बनाएर चलाउनु पर्ने अवस्था आउँछ। ओ माई गुडनेस, यो पल्सरमा अगाडि निलो टिन्ट लाग्छ, यसले गर्दाखेरि यो दिउँसो लाइटै देखिँदैन होला के। दिउँसो साइड लाइट बालेको राम्रोसँग भिजिबल नै हुँदैन होला। ऊ हेर न, निलो निलो लेमिनेसन गरेछ। के गर्छन् मान्छेहरू पनि। ओ माई गड, 220 राइडर रहेछन्। फेरि रिसाउँछन् के, फेरि यार केही भने पनि होइन, लास्टै यो हुन्छ के। ऊ हेर हेर रोकेको माया लु बिच हाइवेमा। अगाडिको पनि ऊ गरेर रहेछ, निलो ऊ गरेर रहेछ क्या पुरै। किन गर्छन् यस्तो मान्छेहरू यार। स्पिड लिमिट क्रस भयो नि त त्यही भन्छु कि जहिले यो बाटोमा स्पिड लिमिट 60 राख्नुपर्ने के यार। एटलिस्ट यो सेक्सनमा, हरेक सेक्सनमा अलग अलग राख्नु मिल्छ त। कुनै यसो वाइड सेक्सन छ भने खुल्ला सेक्सनमा अलिकति स्पिड लिमिट बढाइदिने होइन, कतै घटाइदिने। 30 गर्नु पऱ्यो, 20 गर्ने, 10 गर्नु पऱ्यो भने 10 स्पिड लिमिट पनि राखिदिने कि। तर चाहिने ठाउँमा फेरि कुनै ठाउँमा लाइक यत्तिकै पनि जान्छ क्या बाइक फास्ट यार। त्यो त मिलेन नि त अनि त्यस्तो हो त होइन। जस्तै यो सेक्सनमा मलाई चाहिँ किन 60 चाहिँ चाहिन्छ जस्तो लाग्छ। हुन त फेरि लास्टमा यस्तो न्यारो प्यासेजहरू नै आउँछ, यहाँ फेरि 60 अलिक बेसी नै हुन्छ। तर कुनै ठाउँ छ क्या त्यस्तै, यहाँ अगाडिबाट कलङ्कीबाट यता झर्दाखेरि अलि ओह्रालो पर्छ होइन। त्यहाँ कतिचोटि नोटिस गरेको छु कि मैले, ओह्रालो पर्छ अनि तपाईँले चाहिँ लाइक अब हाई गियरमै हुनुहुन्छ भने बाइक यत्तिकै पनि 60 के अरे 50 कट दिन्छ कि, अनि त्यतिमै पनि फेरि फाइन हानिदिन्छन्। अनि भएन नि त त्यो त। गुड सोल्डर चेक गर्नुपर्छ आफ्नो जहिले लेन चेन्ज गर्दाखेरि एटलिस्ट। म त यहाँबाट लेफ्ट जानुपर्ने होला होइन र, लेफ्ट लेनमा गएको भए हुने रहेछ। अच्छा के गर्छु म पनि, सरी यार, यस्तो नजानेको त बिर्सिहालेँ कि म। यतापट्टि खुला छ, यतापट्टि पानी पर्ला जस्तो छ। चौभार जानु लाग्यो म, चौभारमा चाहिँ पानी पर्ला जस्तो छ। फेरि फटाफट भिडियो बनाएर स्वाट भागिहाल्छु म अब। हेर बसबाट बाहिर निस्केर बसिरहेको देखतिर जान्छु यार। यो गाडीको पछाडि जान्छु। मामाश्रीहरू चेकिङ कडा भएको छ अहिले है। सही छ कि यो, एकदम सही लाग्यो मलाई चाहिँ।
यो रुल ब्रेक गर्नेहरूलाई डर हुनु पऱ्यो क्या। यस्तै जहाँ पाए त्यही ऱ्यान्डम चेकिङ हुनु पऱ्यो क्या अबदेखि। लाइक जुन जुन ठाउँमा पहिला भइरहेको हुन्थ्यो त्यहाँ प्रिडिक्ट बरु त्यहाँ नभइदिने क्या, अचानक अर्को ठाउँमा भइदिने। यसरी जाम समात्नु पऱ्यो यसरी चलाउनेहरूलाई। भन्दै मेरो साँच्चीकै पानी पर्ला जस्तो छ यार। मजा आएन नि त यो। मैले भिडियो नहालेको कति दिन भयो सन्चो नभएर। आज बल्ल अलिकति घाँटी दुखिरहेको थियो कि। अलि अस्ति एक ठाउँमा कहाँ गएको थिएँ म, त्यहाँ जाँदाखेरि मेरो अलिकति घाँटी चस्केको थियो। त्यसपछि त घाँटी हल्लाउनु भएको थिएन यार। बल्ल तल्ल अलिकति सन्चो भएर आज आएको। फेरि यस्तो पानी पर्ने दिन। ब्याड लक। फेरि भिडियो बनाउँदै भन्दाखेरिमा यो भिडियो होइन कि, फेरि भ्लगको भिडियो होइन नि, टिकटकको भिडियो हो है फेरि। वेल भिडियोमा म के कुरा गर्दै थिएँ म तपाईँहरूलाई पनि सेयर गर्छु, किनकि तपाईँहरू खासै सर्ट फर्म कन्टेन्ट नहेर्ने, मेरो सर्ट फर्मतिर फलो गर्नुहुन्न भने तपाईँलाई यहाँ पनि थाहा हुनु पऱ्यो। सो आज हामी कुरा गर्नेवाला थियौँ यामाहा RX 100 को है। यामाहाको RX 100लाई चाहिँ एउटा लेजेन्डरी बाइक भनेर नमान्ने त सायदै कोही होला हो कि होइन। हरेक बाइकिङ इन्थुजियास्टको मनमा यो बाइकको लागि कतिको रेस्पेक्ट छ त्यो त भनिराख्नु नै पर्दैन। तर अलमोस्ट अहिले 30 वर्ष भइसक्यो यो बाइक अब डिस्कन्टिन्यू भएको मार्केटबाट। यस्तो लेजेन्डरी बाइक, यति धेरै मान्छेले मन पराएको बाइक आखिर मार्केटबाट किन ब्यान भयो, किन डिस्कन्टिन्यू भयो, प्रोडक्सन किन बन्द भयो त? वेल यो बाइक जब लन्च भएको थियो तब 1985 मा लन्च भएको थियो होइन। यामाहा जापान र एस्कर्ट इन्डिया और समथिङ त्यस्तै एउटा कोलाबोरेसनमा यो बनेको थियो। सुरुमा कति वर्ष त इन्डियामै के अरे जापानमै म्यानुफ्याक्चर भएर आउँथ्यो। अनि बाइक इन्सेनली पावरफुल थियो क्या। लाइक त्यो टाइमलेस त्यसको क्लासिक डिजाइनदेखि लिएर होइन। अब 2 स्ट्रोक इन्जिन, अब 110 km/h को टप स्पिड पुग्थ्यो त्यो बाइक। अझ त्यसको एक्जस्ट नोट त वा RX 100 को एक्जस्ट नोटको फ्यान चाहिँ को छैन होला होइन। तर अब त्यो बाइक अनि यत्तिकै ब्यान हुनुको रिजन भनेको त्यसको 2 स्ट्रोक इन्जिन नै हो क्या होइन। अब त्यो इन्जिनको स्पेक्सको कुरा गर्ने हो भने चाहिँ लाइक अब 98.2 cc को इन्जिन थियो, सिङ्गल सिलिन्डर एयर कुल्ड इन्जिन। बट लाइक वेट कति थियो त्यो बाइकको ड्राई वेट भने जम्मा 95 kg कि 98 kg समथिङ लाइक द्याट थियो। अब पावर टु वेट रेसियो हेर न, 11 bhp बाइक 98 kg मात्र भने त खतरा इन्सिनै पावर टु वेट रेसियो हो। अनि बाइक त्यो बेलामै 0 to 60 km/h 7 सेकेन्डमा हानिदिन्थ्यो। अहिले पनि धेरै कम्प्युटर बाइकहरूले त्यतिमै हानिरहेको हुन्छ, त्योभन्दा कममै हानिरहेको हुन्छ अझ होइन। अब त्यो बेला त झन् अझ ABS जस्ता फिचरहरू हुन्थेन, ब्रुटली र पावर क्या त्यो बाइकमा होइन। अनि त्यसको एउटा इन्ट्रेस्टिङ स्टोरी पनि छ है। मान्छेले चाहिँ त्यो अथोरिटिजहरूले चाहिँ अब यो त्यसको पर्फर्मेन्स हेरिकन होइन, यो त 98 cc को इन्जिन हुनै सक्दैन, पक्का पनि यो इन्जिनको अलिक हायर डिस्प्लेसमेन्ट इन्जिन हो भनेर सोच्थे रे होइन। अनि म्यानुफ्याक्चररहरूले चाहिँ त्यो इन्जिन डिसएसेम्बल गरेरै देखाउनु परेको थियो अरे क्या अथोरिटिजहरूलाई कि होइन यो 98 cc कै हो भनेर। अनि अब कुरा गरौँ लेट्स अब त्यो ब्यान्ड चाहिँ किन भयो अथवा डिस्कन्टिन्यू किन भयो भन्ने कुरा चाहिँ के हो भने, अब यसमा भएको त्यो 2 स्ट्रोक इन्जिन अभियसली अब 2 स्ट्रोक इन्जिन सिम्पल हुन्छ एकदमै। दुईवटा बेसिकली 3वटा मुभिङ पार्ट्सहरू हुन्छ। अनि त्यसमा अब सिलिन्डर ब्लक तल, सिलिन्डर हेड माथि। सिलिन्डर ब्लकमा एउटा इनलेट पास हुने भयो जहाँबाट एयर फिल मिक्सर भित्र छिर्ने भयो। अनि माथि सिलिन्डर हेडमा चाहिँ एकपट्टि इनलेट एकपट्टि आउटटेक हुने भयो होइन, आउटलेट हुने भयो। अनि के थियो भने त्यसमा फेरि यो 4 स्ट्रोक इन्जिनहरू जस्तो भल्भ हुँदैन थियो क्या। भल्भहरू यो 2 स्ट्रोक इन्जिनको कुरा हो है इन जेनरल, RX 100 को मात्र होइन। कुनै भल्भ हुँदैन, पिस्टनको अप एन्ड डाउन मुभमेन्टले नै त्यो ओपन र क्लोज गर्छ त्यो पालहरूलाई। अनि पिस्टन माथि हुँदाखेरि एयर फिल मिक्सर तल सिलिन्डर ब्लकमा आयो, अनि पिस्टन तल आउँदाखेरि त्यसले पुस गरेर अर्को होलको थ्रु त्यो भित्रपट्टि जाने भयो। सिलिन्डर ब्लकमा सिलिन्डर हेडमा चाहिँ एयर फिल मिक्सर जाने भयो र त्यही एयर फिल मिक्सरले चाहिँ के अरे एक्जस्ट ग्यासेसहरूलाई पनि पुस गरेर बाहिर धकेल्ने भयो होइन। तर त्यो पुरै ओपन सिस्टमले गर्दाखेरि के हुन्थ्यो कि अलिअलि फ्युल एयर फिल मिक्सर अनबर्न्ड एयर फिल मिक्सर चाहिँ सिलिन्डर हेड के अरे साइलेन्सरबाट बाहिर जान्थ्यो, जसले गर्दाखेरि मिसफायर हुने अनि यत्तिकै एमिसन कन्ट्रोलै नहुने हाइड्रोकार्बन्सहरू डाइरेक्ट एमिट गर्थ्यो त्यसले। अनि अर्को इस्यु यसको के थियो भने लाइक त्यो ओपन डिजाइनले गर्दाखेरि इन्जिन ओइल छुट्टै सेपरेटली त्यहाँ इन्जिनभित्र स्टोर गर्न मिल्थेन। अनि ल्युब्रिकेसनको लागि के गर्नु पर्थ्यो भने एयर फिल मिक्सर सँगसँगै इन्जिन ओइल पनि मिक्स हुन्थ्यो त्यसमा। अनि मिक्स भएर कम्बसन च्याम्बरभित्र जल्थ्यो होइन इन्जिन ओइल पनि। अब त्यो भएपछि के हुने भयो, लास्टै धुवाँ फाल्ने भयो बाइकहरूले। त्यही भएर यदि पुरानो 2 स्ट्रोक इन्जिन तपाईँले नोटिस गर्नुभएको छ अनि कुनै डर्ट बाइकहरू नोटिस गर्नुभएको छ भने लास्टै धुवाँ फाल्छ नि त तिनीहरूले। अनि एक्जस्ट नोट पनि बवाल हुन्छ नि त तिनीहरूको। हो त्यो थियो। अब एमिसन नर्म्सहरू एकदम स्ट्रिक्ट भइरहेको थियो क्या त्यो बेला। अब एयर पोल्युसन फाइट गर्नु पऱ्यो भनेर एमिसन लजहरू स्ट्रिक्ट भइरहेको थियो। अनि जुन अहिले हामीले BS3 BS4 BS6 भन्छौँ नि, यसलाई चाहिँ भारत स्टेज हो यो भने एमिसन नर्म्सहरू हो। यिनीहरू चाहिँ 1991 मा इन्ट्रोड्युस भएको थियो। अनि त्यसले गर्दाखेरि चाहिँ के भयो, अब 2 स्ट्रोक इन्जिनहरूलाई त लास्टै च्यालेन्ज भयो नि त। या त उनीहरूले
अझ अरबौँ पैसा खर्च गरेर त्यो इन्जिनमा चाहिँ केही नयाँ चेन्जहरू ल्याउनु पऱ्यो या त के गर्नु पऱ्यो अलरेडी एक्जिस्टिङ 4 स्ट्रोक इन्जिनमा स्विच गर्नु पऱ्यो। सो लास्टमा त्यो केही नसकेर 1996मा चाहिँ यामाहाले RX 100लाई चाहिँ डिस्कन्टिन्यू गरिदियो। अब यस्तो लेजेन्डरी बाइकको च्याप्टर खलास होइन त यहाँबाट। तर के छ भने अब यो कथा जुन चाहिँ यो RX 100को मात्र नभइकन एभ्री 2 स्ट्रोक इन्जिनको हो। अब अहिले 2 स्ट्रोक इन्जिनहरू एकदम रेयरली नै पाइन्छ होइन, कुनै डट बाइकहरूको लागि अब त्यो अफिसियल रोड लिगल तरिकाले नबेचिकन यत्तिकै युजको लागि चाहिँ अझै पनि 2 स्ट्रोक इन्जिनहरू नपाउने चाहिँ होइन, तर कम्प्लिटली लिगली बेच्नलाई चाहिँ बन्द भए यिनीहरू। त्यही थियो RX 100को कथा। अब RX 100 चाहिँ मलाई चाहिँ अति नै बवाल लाग्छ यो बाइक। अहिले पनि लाइक राम्रो कन्डिसनमा रिस्टोर्ड पाइरहेको हुन्छ धेरै ठाउँमा, तर के छ भने अब ऊ भयो नि त के अब त्यो अति नै महँगो छ नि त, एकदमै रेयर भइसकेपछि अति महँगो छ। अनि प्लस अब त्यत्रो पैसा हालेर कसले किन्छ र। बट यदि मसँग पैसा भयो भने म चाहिँ एउटा RX 100 चाहिँ पायो भने किन्छु होइन, त्यसलाई रिस्टोर गरेर दामी कन्डिसनको बनाउँछु। वेल लास्ट टाइम मेरो आजको यो टिकटक भिडियो चाहिँ नबन्ला जस्तो छ। बाइ द वे गाइज यही हो मेरो भिडियो सुट गर्ने ठाउँ, हामी पुगि पनि सक्यौँ होइन। त्यस्तो खाली छ नि होइन, खासै मान्छे हुँदैन क्या। अनि ऊ यहाँ बाइक रोक्ने टक्क अनि मस्त भिडियो बनाएर बस्ने ल, अनि भिडियो बनाएर फटाक्से रुम जाने। एउटा भिडियो बनाउन म यहाँ पुगेको 9 किलोमिटर यता। बट के गर्ने, बनाउनुपर्छ होइन, मनपर्छ आफूलाई भिडियो बनाउन। धेरै भयो भिडियो नहालेको, यहाँ दिमाग खराब हुन्छ कि मलाई। यो प्रोडक्टिभै डे प्रोडक्टिभै लाग्दैन कि मैले केही न केही गरेको छैन भने। केही न केही एडिट गर्नु पऱ्यो, केही नयाँ चिजहरू केही न केही गरिराख्यो भने बल्ल प्रोडक्टिभ डे भएको जस्तो फिल हुन्छ। सो द्याट्स इट फर आजको लागि यति नै। कि किन फर्किने बेला बनाउनु पर्ला होइन। लुक एट द्याट गुम्बा माथि ऊ होइन, चौभार डाँडा अलि माथि हो कि अलि अगाडिबाट माथि होला है। अलि अगाडिबाटै माथि हो जस्तो लाग्यो। म त एकचोटि गएको थिएँ जान त होइन एउटा चौभार त यहाँ पनि होइन र माथि पनि होइन होइन र। ए होस् छोडिदिउँ ल, एकछिनको लागि म ब्रेक लिएँ, अब भिडियो बनाउँछु अनि जान्छु है त। बाई बाई। 5 minutes later. लक हेर न यार, लक हेर न, पानी पर्दिरह भने ठ्याक्कै यहाँ पुग्ने बित्तिकै मतलब ट्राइपोड टक्क राखेर यहाँ सेट गर्न लाग्यो, ट्याक्कै पानी पर्दिरह। दिक्क लाग्ने होइन त, दिक्क लाग्ने र प्याक्क लाग्छ। अनि के गर्ने त अब फर्किन्छु। पानी एकछिनमा त रोकिन्छ होला नि होइन, अलिक कम हुन्छ होला। सो निस्किम यहाँबाट चाहिँ अहिले। म कता बस्छौँ यार, कतै चिया खाएर बस्नु पऱ्यो। ऊ त्यहाँ पानी अलिकति रोकियो भने अनि बल्ल निस्किनु पर्ला होइन। One hour later. वेल भिडियो त सुट गरेँ होइन मैले, टाइम पनि धेरै लाएँ। प्लस कस्तो सोचा जस्तो भएन जस्तो लाग्यो है। स्क्रिप्ट नै लेखेर ल्या भयो हुने रहेछ। यहाँ फेरि आएर भन्दाखेरि झ्याउ हुन्छ क्या। एक त मान्छेहरू आएको आइ गर्ने क्या बिचमा, अनि यो स्ट्यान्ड लाएर क्यामेरा स्ट्यान्ड लाएर यसो भिडियो बनाएर देख्यो भने खै के न गर्दैछ भनेर हेर्न आइहाल्छन् कि उभिएर। अनि कस्तो झ्याउ लाग्छ बनाउन भिडियो त्यस्तो बेलामा। ठिकै छ, जस्तो भयो नि भयो। अब निस्किम यहाँबाट, फेरि पानी पर्छ। अनि मलाई चाहिँ लास्टी अति नै सुलाइरहेछ कि मलाई। तर एउटा कुराको यति धेरै खुसी लाग्छ, तपाईँहरू कतिजनाले मलाई डिएम गर्नुभयो कि इन्स्टाग्राममा भिडियो नआएको धेरै भयो, भिडियो अपलोड गर्नु भनेर। यस्तो खुसी लाग्छ है। कम भ्युअर आए पनि, भ्युजहरू कम आए पनि, भ्युजहरू कम भए पनि, सब्सक्राइबर कम भए पनि यस्तो माया गर्ने सब्सक्राइबर्सहरू छ है। त्यसले गर्दाखेरि चाहिँ अति नै खुसी लाग्छ कि।
कति 8-9 दिन भयो मैले भिडियो नहालेको। अहिले सुट गर्दाखेरि चाहिँ यो भिडियो सुट गर्दाखेरि अब यो पनि एडिट भोलि या पर्सि होला होइन, पर्सि अपलोड गरौँला। अब 7-8 दिन भिडियो हालेको नहुँदा पनि मेसेज गरेर DM गरेर इन्स्टाग्राममा भिडियो किन नहालेको, भिडियो हाल्नु भन्दै मेसेज आउँछ कि कस्तो खुसी लाग्छ क्या त्यसो हुँदाखेरि है। एकजनाले गर्दा त खुसी आउँछ, एकजनाको मेसेज आउँदा त खुसी लाग्छ भनेपछि लाइक यति धेरै मान्छेको मेसेज आएको छ कि 6-7 जनाले नै मेसेज गर्नुभएको छ कि इन्स्टाग्राममा। सो आई एम रियली ह्याप्पी। थ्याङ्क यू सो मच गाइज, थ्याङ्क यू सो मच फर द लभ। यसो लभ डिजर्भ गर्छ जस्तो लाग्थेन, बट यु गाइज प्रुभ मी रङ। थ्याङ्क यू सो मच। कस्तो ठाउँमा रोकेको यार यो ठुलो गाडी, यो गाडी हेर त पछाडिको कत्रो छ, ठ्याक्क टर्निङमा रोकिरहेछ फटा। यहाँको बाटो चाहिँ लास्टै राम्रो छ है, अति नै राम्रो छ नि यो ठाउँमा। तर जाडो जाडो भइसक्यो, सायद यतातिर मात्र पानी परेको हो कि जस्तो लाग्छ। उता म बस्नेतिर त्यहाँ पुलचोक यताउता त्यहाँ साइडतिर त पानी परेन जस्तो लाग्यो। यस्तो रिस उठ्छ फेरि मलाई, हेर न मान्छेहरू कहाँ पुगेछ क्या ओभरटेक गर्नलाई पनि। एक त टर्निङमा ओभरटेक गर्ने, अर्को फेरि पुरा यहाँ पुगेछ यार। लास्टै हेल्चेक्राइ गर्छ क्या मान्छेहरू, लास्टै इग्नोरेन्ट हुने क्या, इग्नोरेन्ट अति नै। अझ त्यो केही नजानेको मान्छे पनि होइनन् कि, फेरि पढे लेखेका राम्रै मान्छेहरू पनि त्यस्तो गरिदिन्छन्। अनि मम्मा जाडो भयो यार, मलाई त जाडो भइरहेको लास्टै। प्लस सुसु लागिरहेको छ, सुसु प्लस प्रब्लम। काँपिरहेको छु यार, लास्टै जाडो भयो त। मलाई पानी पऱ्यो भने अर्कै टाइपको जाडो लाग्छ कि, यो पानी पर्दाखेरिको जाडो हुन्छ नि छुट्टै लाग्छ कि, अलिक डिफ्रेन्ट खाले जाडो लाग्छ है। मलाई मात्र होइन होला, अभियसली धेरैले लाग्छ होला। लाइक त्यो विन्टरको जाडो भन्दा पनि यो पानी परेपछि हुन्छ नि एकछिनको अर्कै जाडो कि, क्या जाडो हुन्छ भने मलाई त काँपिरहेको छु लिटरली म। हुन त विन्ड चिटर मात्र त्यही नि, पातलो विन्ड चिटर लगाएर आएको। अनि कहाँबाट जाडो नहोस् त, किन जाडो नहोस् त। अघि साँच्चै त्यहाँ रोकेँ, त्यहाँ ठ्याक्क म भिडियो बनाउन पुगेँ भनेर, ठाउँ पुगेँ भनेर रोकेको थिएँ नि। त्यहाँ रोक्छु, एकजना आउँछ, कहाँ जाँदै हुनुहुन्छ भने म कहाँ होइन यहीँसम्म भनेको, म हेटौँडा जान लागेको भन्छ। अनि म के गरौँ होला त हजुर, राम्ररी जानुहोस् भनेको। भाडा छैन, भाडा दिनु भन्छ यार, रिस उठ्ने यार। कहाँबाट दिनु आफूलाई, यहाँ के खानु पैसा छैन यार, खाजा खानु पैसा छैन। 50 रुपियाँको के खाजा खानु पऱ्यो भने एक दिन होइन, यसो सोच्नुपर्छ कि। अनि यसरी मान्छे आउँछन् यार, छैन जानु भनेर पठाइदिएको। फेरि आफैलाई रिग्रेट पनि लाग्छ कि, कस्तो नरमाइलो फिल हुन्छ कि यसरी। यस्तो हुँदाखेरि अब सकिने भएको भए हेल्प गरिन्थ्यो क्या, बट अब सकिने कन्डिसनै हुँदैन। त्यस्तो बेलामा मान्छे यसरी हेल्प माग्छन् अनि दिन सकिँदैन। अनि फेरि एकचोटि ल छैन कि जानु न भन्दा पनि जाँदैनन् क्या। फेरि अनि नराम्ररी नै अलिक जोरले नै भोइस ठुलो पारेरै भन्नुपर्छ कि जानु भनेर, नत्र जाँदैनन्। अनि क्या अप्ठ्यारो लाग्छ क्या आफूलाई यस्तो रे। मम्मी उयो पुलबाट गए पनि म त अलि पर पुग्थ्यो होला जस्तो लाग्यो है। मम्मी रे। प्लस अर्को के भयो थाहा छ, त्यहाँ पानी पऱ्यो भनेर त्यहाँ चिया खान गएँ होइन, एउटा ठाउँमा चिया खान्छु भनेर बसेको, पेमेन्ट नै नभइदिएर त्यहाँ मेरो डाटा पनि चलेन। अनि त्यहाँको वाइफाई नै जोडेँ, त्यो पनि चढेन क्या। वाइफाईले पनि न ब्याङ्क एकाउन्ट खुल्छ न ई-सेवा खुल्छ, कस्तो दिगदारी भइरहेको। अनि के गर्नु पऱ्यो, लास्ट अप्सन मोहन स्क्रिनसट के अरे फोटो खिचेँ, टिकटकमा उसलाई के अरे मेसेज गरेर उसलाई डिएममा त्यो QR पठाएर ल यसमा पैसा हालिदियो भनेको, उसले हालिदिइहाल्यो पठाएको छ पैसा। के गर्ने त यार, कस्तो दुःख भने। यो अब दुःख नि के भन्ने, आफ्नै गल्ती हो। के अरे क्यास बोक्छु भन्छु जहिले, फेरि बिर्सिहाल्छु। लेन्थेङ जान के हो र, जाऊ भने हो कि के भने हो। त्यो दाइले रिसाएर भने जस्तै पो के गरे भने जस्तो गर्थ्यो, झन् स्लो डाउन गरेको मैले अझ होइन रिसाएको होइन होला, आउनु भने होला, जाऊ भने हो कि। एनिवेज ओभर थिङ्किङ गर्नु हुँदैन यार, त्यस्तो केही गल्ती गरे जस्तो त लाग्दैन है। अब भिडियोमा हेर्दाखेरि थाहा हुन्छ के भनेर रहेछ भनेर, कस्तो तरिकाले भनेर रहेछ भनेर। एक त थाहा छ गाइज, यो के भएको छ भने हामी यो मोटो भ्लगर्सहरू कोहीले गर्दाखेरि कि होइन, सबैको त्यो भयो, इमेज खराब बनिसक्यो कि। हेलमेटमा क्यामेरा छ, बाइक चलाइरहेछ भनेपछि यो चाहिँ फटा हो, यो कन्टेन्टको लागि जे पनि गर्छ त्यस्तै सोच भइसक्यो क्या मान्छेहरूको। अब यो कसरी क्लिन गर्ने क्या इमेज, गाह्रो भइसक्यो कि। केटाहरू बुझ्नु पऱ्यो कि तिमीहरू क्यामेरा मोबाइल अथवा क्यामेरा जे पनि तिमी हेलमेटमा लाएर हिँडिरहेछ भने तिमी आफूलाई मात्र रिप्रेजेन्ट गरिरहेको छैनौ कि, तिमी जस्ता हजारौँ मान्छेलाई रिप्रेजेन्ट गरिरहेछौ। एक त बाइकर्सहरू यत्तिकै बदनाम, झन् बाइकमाथि त्यो हेलमेटमाथि क्यामेरा लाछ भने त त्यो जतिको फटा कोही होइन भने आशर हेर्छन् कि मान्छेहरू, कस्तो नराम्रो तरिकाले।
आफूले गरे केही हुँदैन फेरि के भन्ने के यो कोही कोहीले गर्दाखेरि इमेज बन्छ क्या त्यस्तै अब गाह्रो छ गाह्रो तू ही तू है तू अगर मेरी Well, I think that is it for today's video. Thank you so very much for watching the video and thank you for being such lovely audience. यसरी मेसेज गर्नुहुन्छ त्यसको लागि झनै धेरै थ्याङ्क यू एन्ड या आजलाई चाहिँ यति नै अब आएको भिडियोमा कुनै केही बारेमा बनाउँला एन्ड लङ राइडको भिडियो चाहिँ केही टाइमसम्म चाहिँ आउँदैन गाइज आई डोन्ट ह्याभ द्याट मच मनी केही महिना अब यत्तिकै अब फोकस गर्नु पऱ्यो पैसा सैसा कमाउनुमा होइन अनि घुमघाम त अब बिस्तारै छँदैछ एन्ड या बाई बाई थ्याङ्क यू सो मच टेक केयर राइड सेफ एन्जोय योर लाइफ एन्ड बी अ गुड सिटिजन बाई बाई सायोनारा Stop recording.